आउनु अनि यो तपाईको स्वास्थ्यको लागि एकदम अर्गानिक स्याउ सबै राम्रो छ। कसरी हो? हजुर यो 250 रुपैयाँ किलो मात्र छ। हजुर यहीको स्याउ हो यो? यहीको स्याउ इन्डियाबाट ल्याउनु भएको हैन? यहीको स्याउ। यही बोरबोर टिपेर ल्याउनु भर्खरै टिपेर ल्याउनु भयो। भर्खर टिपेर त होइन, एक हप्ता भयो टिपेर। टिपेर त एक हप्ता हो। कति यो तातो पानी लिएर आएको छु कि मैले खाँदै आएको थिएँ यहाँ होटलमा बसेर हामी आज। विशेष गरी उहाँले कस्तो छ स्याउ? यो स्याउ असाध्यै राम्रो फल्दै छ। तपाईँ स्वास्थ्यको लागि हजुर एकदम तपाईँ 80 वर्ष पाउनुहुन्छ भने 20 वर्ष थपिदिन्छ। ए 100 वर्ष बाँच्छ यो स्याउ खाएर म। ए ल जुम्लाको स्याउ अनि एकदम राम्रो। अनि बिरुवा चाहिँ यो बाहिरबाट आएर यहाँ उत्पादन भएको यहाँ राम्रोसँग खानु। 200 कति भन्नुभयो? हजुर 250 रुपियाँ किलो। घोडो चाहिँ एकदमै गुलियो रहेछ। राम्रो छ, राम्रो धेरै राम्रो। ल कहाँबाट ल्याउनु भएको त बिहान टिपेर? यो गोटी चौर एग्रो परालीबाट। ए गोटी चौर? ए गोटी चौर 5 एग्रो पराली। दुई चाहिँ जुम्लाको स्याउ अनि एकदम मिठो छ। हजुर जुम्लाको स्याउ धेरै मिठो। हजुर यो तपाईको यो स्याउ खाँदाखेरि तपाईँ 80 वर्ष पाउनुहुन्छ भने 20 वर्ष अरू थपिदिन्छ। त्यस्तो चाहिँ होइन बाजे, त्यो भगवानले ल्याएको धेरै स्याउको लागि एउटा फाइदा के छ औषधि स्याउ के छ भन्नुहुन्छ भने चाहिँ तपाईँ अक्सिजन कम छ भने स्याउले मात्रा थपिदिन्छ। किनभने पानी हुन्छ यसमा, स्याउमा पानी हुन्छ। लोकल मान्छे लोकल स्याउ हुँदैन पैसा हातमै ल्याऊ है। मेरा दाजुहरू हिँड्छन् लोकल मान्छे लोकल स्याउ पैसा उधार हुँदैन हातमै ल्याऊ। ए पैसा हातमै दिनु पर्ने भयो। ए उधार हुँदैन स्याउ। यो डाइलमा आफै उत्पादन गरेको। मेरो धनकृष्ण आचार्य। यतिको कति रे? यो सबैको यो सबै वेट गरेर खान्छ। सबै 10 किलो छ। 10 किलोको 25 रुपियाँ। अनि अझै पनि 200 छुट गराइदिन्छ हजुरलाई। पाहुना हुनुहुन्छ, चेली हुनुहुन्छ, जुम्लामा आउनुभएको छ तपाईँ, चेलीबेटी भएर किन नचिन हाम्रो जुम्लैको हुनुहुन्छ तपाईँ। उद्देश्य लिएर आउनुभयो नि त। उद्देश्य त जुम्लाको चासो लिएर आउनुभयो नि। तपाईँ जुम्लाको हुनुभयो नि, उद्देश्य जुम्लाको लिएर आउनुभयो नि, जुम्लाको हुनुभयो। मलाई यस्तो धेरै स्याउ चाहिँदैन। कति चाहिँ त बाजेलाई पैसा है? यसकोमा एउटा फोटो हानौँ न। फोटो हानौँ न। सर नमस्कार। नमस्ते, आराम हुनुहुन्छ? हजुर पण्डितजी। हजुर फोटो हानौँ त। यो कति भयो? 2000 भयो। 2000 भयो। ल 2500 भन्नुभयो नि, यो सबै स्याउले जान्छ भित्र है? होइन मलाई यति भए पुग्छ। यति भए काठमाडौँमा यति त हुनैसक्यो। यति लाँदैन, यो 2500 रुपियाँ म लाँदैन। किन? यो हजुरलाई घाटा हुन्छ। मलाई घाटा 2500 को होइन। होइन 2500। ए होइन लिनु भित्र पनि छ अरू। लिनु मलाई यति भए पुग्छ है त? हस् ल दिस इज जुम्लाको स्याउ एन्ड चाहिँ यति स्याउ है। अनि दिस इज भेरी नाइस स्याउ। अनि जुम्लाको स्याउ खाऊ है, एकदम राम्रो। अनि राम्रो छ। अनि आउनु होला होइन, मैले आधी चाहिँ खाइसकेँ। अनि भेरी नाइस। अनि हाम्रो यहाँ आउनु त बाजे तपाईँको फेरि त्यो अहिलेको डाइलग भनिदिनु त के अरे? हातमा पैसा दिएको भन्नेवाला डाइलग बोल्नु त। लोकल मान्छे लोकल स्याउ हुँदैन हातमै ल्याऊ। ल लोकल स्याउ के अरे? लोकल मान्छे लोकल स्याउ हुँदैन हातमै ल्याऊ। जुम्लाको स्याउ छिटो खाऊ। छिटो खाऊ। तपाईँ 80 वर्ष बानी 20 वर्ष यसले थपिदिन्छ। ल गाडीमा